पक्कै पनि धनगढी चेन्ज भएकै हो है। 9:30 बजे 10 बजी पौने 10 बजिरहेको छ। पौने 10 बजेमा धनगढीको रोड यस्तो क्लियर छ यार। राम्रो भनौँ न, यो चाहिँ हाम्रो चौरा चौक है। सुरक्षा उहाँहरूले पठाइँदै हुनुहुन्छ यसरी है। चौरा चौकदेखिबाट हामी यता आउँदैछौँ है। ल अब यो एरिया चौरादेखिको एरिया हो है। अनि देउसी भैलो पनि खेल्दैछन्। देउसी भैलो खेलेर पनि आउने हो है। कैसा लगा मेरा मजाक? खतरा लगा, खतरा भी लगा कभी कभी तो। टीवी लगे क्या हो? हंसता हंसता ही बर्बाद भाई। ऐसा स्ट्रेट लगा लाइट लगा है, क्या टेंशन। नेहारी का मोबाइल क्या लगी? इनले पनि खतरै बेच्दो रहेछ न मोबाइल चाहिँ, नेहारीकाले पनि। कहाँको वाइफाई टिप्यो फेरि? पटापट मेसेज आउनु लाग्यो त हो। कति धेरैले मेसेज गरिरहेछन् यहाँ। अलि जाउँ न हल्का बिस्तारै, अझै अलि जोडले जानु मिल्छ। यता डिबोटी हो होइन, रुबस हो है। ल जाउँ हामी, जाउँ न, जाउँ सिधै जाउँ न। किन अलिक जोडले जाउँ न, जोडले जाउँ। जोडले धेरै जोडले होइन है। हामी कति 20मा कुदिरहेको छौँ, 21मा कुदिरहेको छौँ, बिस्तारै बनाइरहेको छौँ हामी फेरि। देउसी भैलो चाहिँ ट्याक्कै बन्द भइसकेको छ क्या। अब 10 बजे सायद मलाई लाग्छ। अब मान्छेहरू पनि हिँड्दैनन्, कमै हिँड्छन्। लाइट पनि डबल डबल छ भने किन चाहिएर भनेर डबल लाइट। ट्राफिक चेकिङ पनि हुन लाग्छ, लगभग राम्रै हो। यो एरिया पनि राम्रो छ है, मस्त बनाएको छ। निर्माण व्यवसाय सङ्घको बाटो यतापट्टि युगलले राम्रो छ, ठिक छ। तैनात छन् साथीहरू, सुरक्षा गार्डहरू तैनातमा छन्। निर्बल हालेर देखिरहेको छ नि यहाँ पुरा। कति पड्काएको तर पहिलाको जति साह्रो झिलिमिली चाहिँ छैन हौ। जसले जे भने पनि कि पहिलाको साह्रो जति झिलिमिली चाहिँ छैन।